एकदमै कोर एरिया है। यो चाहिँ वन्यजन्तुको लागि यो भनेको एकदम सुरुवात गर्नु अहिले म कालीदहमा छु भनेर। ल यहाँहरू सबैलाई फेरि नमस्कार। अहिले हामी यहाँ कालीदहमा छौँ। यो राष्ट्रिय निकुञ्जको एकदमै कोर ठाउँ हो र यो वन्यजन्तुको लागि एकदम प्राइम ह्याबिट्याट हो। यो ठाउँमा यो दहमा यो पानीको स्रोत भएको ठाउँमा चित्तल, त्यसपछि यो तपाईँको गौरी गाई, जङ्गली हात्ती, बाघ एकदम फ्रिक्वेन्टली यहाँ पानी खाने चाहिँ ठाउँ हो कि। यदि यहाँ 2 दिनसम्म लगातार बसेर हामी यसलाई मोनिटरिङ गऱ्यो भने लाइभै देख्न सकिन्छ र यसरी हामी बिहान आउँदाखेरि यसको पाइलाहरू प्रशस्त देखिन्छ। र यहाँले विचार गर्नुभयो यो वरिपरिमा पानी अलिक कम छ र यहाँ यो एकदमै प्राकृतिक हिसाबले त्यो उम्रिने पानी हामी भन्छौँ नि उम्रिने पानी त्यो सिपेज भएको पानीलाई हामी यहाँ यसलाई चाहिँ जम्मा गरेका छौँ यहाँ ड्याम बनाएर। र यो पोखरीमा वर्षेनी भनौँ न यो सुक्खा समयमा पनि यहाँ पानी हुन्छ। तर कस्तो हो भने अहिले यो दुर्भाग्य 2 वर्षको जुन यो अफ सिजनको बाढी यहाँहरूलाई अवगतै छ। असोज महिनामा बाढी आएको होइन, पोहोर पनि आयो, यो वर्ष पनि आयो र त्यो बाढीले गर्दा यसलाई के छ भने सिल्ट्रेसन गरिदिने। यहाँ अलिकता यहाँहरूले हेर्नुभयो होला, यहाँ हेरिराख्नु भएको छ बालुवा थुप्रेको देख्नुहुन्छ नि हो। यो सिल्ट्रेसनले गर्दा के गर्छ भने यो भागलाई फर्दिने, यो पुरै भर्यो थियो अहिले। अनि हामी यसलाई अहिले म्यानेज गऱ्यौँ, यसलाई चाहिँ सफा गरायौँ फेरि पुरानै अवस्थामा ल्याउनलाई। हामी यसरी यसलाई म्यानेज काम अघि कुरा आएको थियो नि वन्यजन्तुको लागि के गर्छौँ भने हामी यसरी यसलाई म्यानेजमेन्ट गरेर यसरी भनौँ त्यसलाई फेरि नेचुरल किसिमको होस् भनेर त्यो हिसाबमा चाहिँ राखेका छौँ। कति क्षेत्रफलमा चाहिँ निकुञ्जभित्र कतिवटा यस्तो पोखरीहरू छ? यो यता कुरा गर्दाखेरि हाम्रो यो यताको निकुञ्जको यो कोरमा कुरा गर्दा अब यसरी नेचुरल पानी भएको ठाउँहरू अलिक कम छ। जस्तो एउटा शीतलपुर खोला यहाँहरू सुन्नुभएको छ, भाटा खोला माथि त्यहाँ पानी हुन्छ, जहिले पनि हुन्छ। त्यसपछि एउटा यो हाम्रो उसमा के अरे रातो माटे मचान छ, त्यहाँनिर पोखरी छ, त्यहाँ पनि पानी आएको जम्मा हुन्छ र यो एउटा यो भयो यहाँको। र त्यसपछि फेरि उता विस्तारित क्षेत्रमा त हामीसँग पानीको जोस अलिकता चाहिने जति छ भनौँ न जनावरहरूको लागि, अलिकता यही क्षेत्रमा पानीको अभाव छ। यहाँहरूको एउटा के रहेछ भने यहाँहरूलाई अवगत होला, चुरेको छेउछेउमा पानी हुन्छ, फेरि त्यो पानी सबै मुनि जान्छ के, अनि तल गयो भने फेरि त्यही पानी उता चाहिँ निस्किँदो रहेछ। यो बिचको भाग अहिले हामी आउँदा खोला क्रस गऱ्यौँ नि, चिप्ले खोला, भेडा खोला हेर्नुभयो कतै केही पनि छैन, सुक्खा छ। मुनि फेरि पानी बगिरहेछ क्या त्यहाँ। यो निकुञ्जको ठाउँ तल गयो भने त्यो पानी चाहिँ निस्किने रहेछ। अब यहाँको यो भौगोलिक नै त्यस्तो किसिमको हिसाबमा जुन यो खोलाहरू हामी देख्छौँ सुक्खा छन् कि खोलाहरू, त्यसले गर्दा यहाँ अलिकता यो पानीको यो म्यानेज गर्नै पर्छ म्यानेजमेन्ट। र हामी उतापट्टिको अर्को फायर लाइनमा अहिले फर्किने बेला त्यहाँ हामी सिमेन्टेड पोखरी बनाएको छौँ। त्यहाँ अब यो सुक्खाको समयमा ट्याङ्करबाट पानी हाल्नुपर्छ। अहिलेसम्म त छ जस अब यो मागदेखि वर्षेनी भन्दा नि मैले अघि यहाँहरूसँग अनुरोध गरेँ नि, यो अस्ति असोजको पानी आयो नि, असोजको पानीले अलिक यहाँ सिल्ट्रेसन गरिदियो क्या। यो निकुञ्ज क्षेत्रमा कतिवटा यस्ता पोखरीहरू छन्, कतिवटा मानव निर्मित हामीले बनाएको पोखरी छन्, कतिवटा चाहिँ यो हामीसँग झन्डै करिब पोखरी 60+ छ जम्मा सबै गरेर, साना ठुला गरेर होइन। त्यसमा हाम्रो अब 30-32वटा भन्दा 40वटा जति हाराहारीमा हाम्रो सिमेन्टेड पोखरी छ है। त्यसपछि अब यो नेचुरल टाइपको सानो सानो यो तपाईँको पूर्व के अरे उतै चितलपुरदेखि लिएर अनि जस्तो यो विस्तार क्षेत्रमा हाम्रो हलखरिया भयो, मिनी हलखरिया भयो होइन, पानीघाट छ एउटा, त्यसपछि तिनकुवा भए अनि अरू सानसाना खोजीहरू। यो भनेको नेचुरल उयसमा पानी आइरहेको छ। यो पहिला नुहाउँदाखेरि के थियो र अहिले हुँदाखेरिमा के फरक आएको छ? होइन यो त पक्कै अब पानीको स्रोत भएपछि वरिपरि जनावरलाई त पानी नै चाहियो नि त होइन। सुक्खाको समयमा जनावरहरू जुन अब पानी त अब मेन चिज नै हो नि भनौँ न होइन। जनावरको सङ्ख्या बढ्ने अनि त्यस्तो अरू केही सकारात्मक परिणामहरू केही देखिएको छ? हात्ती अब यो पर्सा त जुन अब हात्तीको लागि प्रख्यात हो नि त, हात्ती यहाँ जहिले पनि रिथाने ग्रुपमा हुन्छ। र यो कालीदहमा पानी भइसकेपछि के छ भने हात्तीको ग्रुपै यहाँ वरिपरि हुन्छ, ग्रुपै यहीँ माथितिर हात्तीको ग्रुपै छ बच्चा समेतका, किनभने यहाँ पानी छ त्यही भएर यो वरिपरि जुन छ नि आउने जाने भइरहेको छ। यसको एरिया कति छ? अब ठ्याक्कै एरिया त हामी यसको उसबाट निकालेको छैनौँ, त्यो
सर्भे नै गर्नुपर्छ।